हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ हामी घुम्न आएको मेरो दिदी र म। मेरो दिदी चाहिँ यहाँ हुनुहुन्छ। हेलो भन्नु बोल्नु न खोइ छ्या माङ्दा दिदी आसोले जरङ बोल्नु न हेलो भन्नु न। हेलो हामी चाहिँ आज यो मोलस पार्कमा घुम्न आएको छ है साथीहरू। एकदम रमाइलो छ हौ, सुनसान छ आज। दिदी चाहिँ आफ्नै पारामा पुरा डान्स प्र्याक्टिस। दिदी कुन गीतमा हो डान्स? साथीहरू अनि मलाई चाहिँ यहाँ एउटा कुरा अचम्मै लाग्छ, कस्तो जाडो चाहिँ बिहान उठ्दाखेरि है। जाडो हुन्छ भने ज्याकेट लाएर आएर जाडो हुन्छ कि बिहान बेलुका। तर नेपालमा जस्तो कन्टिन्यू जाडो चाहिँ नहुने रहेछ यहाँ है। अब आज एक दिन एकदम जाडो भयो भने भोलि चाहिँ मजाले घाम लाग्ने र तातो हुने हुँदो रहेछ हो। नेपालमा त जाडो भनेपछि त मङ्सिर पुसमा त बाफले रास्तै हुन्छ नि त। अब चाहिँ हामी चिसो खान लाग्यो। माचे दिदी बहिनी हेर्नु है साथीहरू, अनि म चाहिँ यहाँ दालमोट खाएर हात धुनलाई आएको। ढुङ्गा त चिप्लो पो होला हौ। चिप्लो छ कि छैन हेरौँ ल। खासै चिप्लो कसरी धुने त ल। Oh my God, खतरा खाल आउने। हात धुने भनेको मलाई त उडाउ लागि छ यार। वाउ, यहाँको दृश्य हेर्नुहोस्, यस्तो हरियाली सुनसान वातावरण छ। हाम्रो टिकटक रोगी दिदी टिकटक रोगी हो तपाईँ? ए टिकटक लभर हो? साथीहरू टाइम पनि कति छिटो बितेको हो। अब हामी त मोलस पार्कलाई बाई बाई गर्ने बेला आइसकेछ। टिकटक खिच्यौँ, भिडियो बनायौँ, अब हामी जाने बेला भयो। साथीहरू मलाई चाहिँ एकदम जाडो भयो क्या। अघि गर्मी भइरहेको थियो, अहिले जाडो भयो। अब हामी जान लाग्यो। अब खाना खाने ठाउँमा भिडियो बनाउँछु है। फाइनल्ली हामी चाहिँ खाना खाने ठाउँमा आइपुग्यो।